जय नेपाल। म राजप्रसाद मेहता, मेरो घर भुक्रा नरसिंह गाउँपालिका वडा नम्बर 7। म हुन लागिरहेको आसन्न नेपाली कांग्रेसको 15औं महाधिवेशनमा भुक्रा नरसिंह गाउँपालिका पार्टी सभापति पदको उम्मेदवारी घोषणा गरेको छु। म साथीहरूसँग आशा अपेक्षित छु, किनभने म 14मा पनि सभापति पदमा उम्मेदवारी दिएको थिएँ, तर चाहिँ साथीहरूले मलाई विभिन्न कारणवश सभापति हुन नदिएर मलाई ब्याक गरियो। त्यसकारण म आउने 15औं महाधिवेशनमा साथीहरूसँग अनुरोध गर्न चाहन्छु। नेपाली कांग्रेस पार्टीका क्रियाशील साथीहरू, पार्टीका क्षेत्र प्रति साथीहरू, पार्टीका जिम्मेवार साथीहरू, समिति साथीहरूसँग म अनुरोध गर्न चाहन्छु, मलाई तपाईँहरू एकपल्ट भुक्रा नरसिंह गाउँपालिकाको पार्टी सभापतिमा सहयोग गर्नुपर्ने अनुरोध गर्न चाहन्छु। किनभने म नेपाली कांग्रेस पार्टीमा निरन्तर निर्विसङ्घदेखि क्षेत्र सचिव हुँदै आजसम्म पार्टीमा लागेर काम गरेको छु। अहिलेसम्म म जिम्मेवारी पाएको छुइनँ। जिम्मेवारीको लागि म साथीहरूसँग नेपाली कांग्रेसको पार्टी सभापति पदको उम्मेदवार घोषणा गरेको छु। उहाँहरूले मलाई सहयोग गर्नुहुन्छ भने अनुरोध गर्दै म उम्मेदवारी घोषणा गर्दछु। जय हिन्द।